नेपालमा 50 लाख पर्ने कार सीमा पारी 15 लाखमा देखेर इन्डियन नम्बर प्लेटकै किनेर नेपालमा चलाउँछु भन्ने सोचमा हुनुहुन्छ भने यो हिसाब हेर्नुहोस्, पहिलो महिनामै तपाईको कार जफत हुन्छ। अब बोर्डर नजिक बस्ने धेरैलाई लाग्छ भन्सारमा दैनिक 600 रुपैयाँको सुविधा पास काटेर काठमाडौँ वा बुटोलसम्म सधैँ कार कुदाउन मिल्छ। बट हियर इज द ट्विस्ट। पहिलो नियम नेपाल भन्सार ऐन अनुसार कुनै पनि विदेशी गाडी 1 वर्षमा अधिकतम 30 दिन मात्र नेपालभित्र चलाउन पाइन्छ, त्यो पनि एक पटकमा वा टुक्रा टुक्रा गरेर। 30 दिन सकिएपछि 31औं दिनदेखि नवीकरण बन्द हुन्छ र प्रत्येक दिनको 3000 रुपैयाँको जरिवाना सुरु हुन्छ। दोस्रो, पछि नेपाली नम्बरमा नामसारी गरूला नि त भन्न पाउनुहुन्न। नेपालमा सेकेन्ड ह्यान्ड गाडीको लिगल इम्पोर्ट 100% ब्यान छ। मतलब तपाईको नाममा न ब्लू बुक बन्छ न त इन्स्योरेन्स क्लेम हुन्छ। 30 दिन कट्ने बित्तिकै नेपाल प्रहरी वा भन्सारले गाडी समात्यो भने जरिवाना तिरेर पनि गाडी फिर्ता हुन्न, सिधै लिलामीमा जान्छ। 15 लाखको कार 0 रुपैयाँमा स्वाहा हुन्छ। तपाईको शहरमा यस्ता इन्डियन नम्बरका निजी कार कतिको देख्नुहुन्छ?